story of Gautam Buddha? The A Buddha? bit. Yeah. Okay. Like, do you know that he was a king? He was a prince in India. Yes. Do you know that he was a... नमस्ते साथीहरू, सामाजिक सञ्जालमा कसैले बुद्ध कहाँ जन्मेको भनेर विदेशीलाई प्रश्न सोध्दा यदि उसले इन्डिया भन्यो भने हामी सबै नेपालीलाई पीडा हुन्छ। हामीलाई हाम्रो राष्ट्रियतामा प्रहार गरेको महसुस हुन्छ र हामी त्यहाँ गएर कमेन्ट लेखिहाल्छौँ, बुद्ध वाज बर्न इन नेपाल। तर हामी नेपाली बुद्ध नेपालमा जन्मेका भनेर जति गर्व गर्छौँ नि, के त्यति नै आखिरमा बुद्ध को थिए? उनले यस्तो के ज्ञान पाए जसको कारणले एउटा सामान्य व्यक्ति सिद्धार्थ गौतम एसियाको ज्योति बन्न पुगे र किन धेरै मानिस बुद्धको मार्गलाई अनुसरण गर्छन् भनेर कहिले जान्न चाह्यौँ त? आज यिनै प्रश्नहरूको उत्तरसहित यो च्यानलको सबैभन्दा पहिलो भिडियो तयार पारेको छु। हजुरहरू सबैलाई स्वागत छ। आजभन्दा करिब 2600 वर्ष पहिले नेपालको कपिलवस्तु वरिपरिको क्षेत्रमा शाक्य वंशका राजा शुद्धोधनले शासन गर्दथे। ईस्वी सम्वत 563 अर्थात् आजभन्दा 2588 वर्ष पहिले लुम्बिनी बगैँचामा राजा शुद्धोधनकी पत्नी रानी मायादेवीको कोखबाट एक राजकुमारको जन्म हुन्छ। राजकुमारको जन्म भएको 7 दिनपछि रानी मायादेवीको निधन हुन्छ। त्यसपछि राजकुमारलाई हुर्काउने जिम्मा रानी मायादेवीकी बहिनी महाप्रजापति गौतमीले लिन्छन्। उनी राजा शुद्धोधनकी दोस्रो पत्नी पनि हुन्। राजकुमारको हेरचाहमा केही पनि कमी नहोस् भनेर गौतमीले केही दिन अघि मात्र जन्मेको आफ्नो छोरा नन्दलाई दाइ आमाको जिम्मा लगाउँछिन् र राजकुमारको हेरचाहको सम्पूर्ण जिम्मा आफू लिन्छन्। राजकुमारको जन्म भएको थाहा भएपछि महान सन्त एवं तपस्वी असितले दरबारको भ्रमण गर्छन्। शिशुलाई देख्न साथ तपस्वी असितले शिशुको पाउ आफ्नो शिरमा राख्छन् र उनी मुस्कुराउँछन् र केही समय मुस्कुराएपछि उनको अनुहार पुनः मलिन र दुखी हुन्छ। गुरु असितको अनुहार एक्कासी मलिन भएको देखेपछि राजा शुद्धोधनले उनलाई सोध्छन्, गुरु हजुर यस्तो किन सुरुमा मुस्कुराउनु भयो अनि फेरि किन दुखी हुनुभयो? यसको उत्तरमा असित भन्छन्, म मुस्कुराएँ किनभने मैले यस्तो बालकको दर्शन गर्न पाएँ जसले भविष्यमा बुद्धता प्राप्त गर्छन् र म यसकारण दुखी छु किनकि म बुढो भइसकेँ र उनले प्राप्त गरेको ज्ञानको म कुनै पनि लाभ लिन सक्ने छैन किनकि त्यतिन्जेलसम्म म मरिसकेको हुन्छु र फेरि जन्म र मृत्युको चक्रमा फसेर बस्नेछु। राजकुमारको जन्म भएको 5औं दिनमा उनको नामाकरण गरिन्छ र उनको नाम सिद्धार्थ राखिन्छ, जसको अर्थ इच्छा पूरा अथवा सिद्ध भएको भन्ने हो र पारिवारिक थर अनुसार उनको पूरा नाम सिद्धार्थ गौतम रहन गयो। त्यो नामाकरणको दिन 8 आचार्य ब्राह्मणहरूलाई निमन्त्रणा गरिएको थियो। बालकको हात हेरेपछि 8 मध्ये 7 ब्राह्मणले बालकको भविष्यवाणी गर्दै 2 औँला उठाए। यी 2 औँलाको अर्थ थियो या त उनी चक्रवर्ती सम्राट बन्नेछन् वा बुद्ध बन्नेछन्। तर ती 8 मध्ये सबैभन्दा कान्छो ब्राह्मण कौडन्यले शिशुको दाहिनेपट्टि फर्किएको रौँ देखेर केवल एउटा मात्र औँला उठाउँछन् र ठोकुवा गरेर भन्छन्, राजकुमारले अवश्य पनि पछि सबै राजकाज माया मोह त्याग्छन् र बुद्ध बन्नेछन्। अब सिद्धार्थ गौतमको बाल्यकालको त्यो घटना सुनौ जसले उनलाई पछि बुद्धता प्राप्त गर्न ठूलो भूमिका खेल्यो। एक दिन राजा शुद्धोधनले आफ्नो राज्यको कृषकहरूको मनोबल बढाउन र कृषिको प्रवर्धन गर्ने विचार गरेर गोरु जोत्ने समारोहको आयोजना गर्छन्। समारोहको दिन राज्यका सबै प्रजाहरू तोकिएको खेतमा जम्मा हुन्छन् र राजा पनि आफ्नो सबै भाइ भारदार लिएर खेततर्फ लाग्छन्। उनले साथमा बालक राजकुमार सिद्धार्थ गौतम र दाइ आमाहरूलाई पनि लिएर जान्छन्। राजकुमारलाई एउटा जामुनको रुखमुनि शीतल छहारीमा कपडाले बनेको भव्य पालमुनि बस्ने ठाउँ बनाइन्छ। राजकुमार र दाइ आमालाई त्यहीँ छोडेर राजा कार्यक्रममा भाग लिन जान्छन्। जब कार्यक्रममा गोरु जोत्ने प्रतिस्पर्धा तीव्र रूपमा अघि बढ्छ, राजकुमारलाई हेर्न बसेका दाइ आमाहरू पनि मनले नमानेर राजकुमारलाई त्यही छोडी खेल हेर्न जान्छन्। उता कार्यक्रममा हो हल्ला,
रमाइलो र तछाड मछाड थियो भने यता जामुनको रुखमुनि शान्त वातावरण थियो। यो देखेर बालक राजकुमार सिद्धार्थ पैलेटी कसेर ध्यान मुद्रामा बस्छन् र श्वास प्रश्वासलाई ध्यान दिएर गरिने महत्त्वपूर्ण अभ्यास गर्न थाल्छन्। उनले त्यतिखेर नै यस्तो एकाग्रता हासिल गर्छन् कि उनलाई समाधि प्राप्त हुन्छ। राजकुमारलाई त्यही छोडेर गएका धाई आमाहरूले एक्कासी राजकुमारलाई सम्झन्छन् र हतार हतार गरेर हेर्न आउँछन्। बालकलाई ध्यानमा मग्न भएको देखेर उनीहरू छक्क पर्छन् र तुरुन्तै राजालाई खबर गर्छन्। यसरी ध्यानमा मग्न भएको आफ्नो छोरालाई देखेर राजाले हात जोड्दै भन्छन्, प्रिय बालक, यो मेरो तिमीप्रति दोस्रो नमस्कार हो। तपाईहरूलाई लाग्न सक्छ राजाको यो दोस्रो नमस्कार थियो भने पहिलो नमस्कार चाहिँ कहिले थियो त? बौद्ध किम्वदन्ती अनुसार राजकुमारको जन्म हुन साथ उनी उभिए र 7 पाइला हिँडे। उनले 7 पाइला जहाँ जहाँ टेक्थे त्यहाँ कमलको फुल फुल्थ्यो। 7 पाइला चालेपछि नवजात शिशुले चारैतर्फ हेर्छन् र भन्छन्, यो मेरो अन्तिम जन्म हो, अबदेखि मेरो पुनर्जन्म हुने छैन। यो अद्भुत घटना देखेपछि राजा शुद्धोधन अक्क न बक्क हुन्छन्। उनको मनमा श्रद्धा भरिएर आउँछ र आफ्नै छोरालाई ढोग एवं नमस्कार गर्छन्, जुन राजा शुद्धोधनको पहिलो नमस्कारको रूपमा चिनिन्छ। बिस्तारै बालक राजकुमार हुर्कँदै गए र दरबारको सुख सयलमा भुल्दै गए। राजकुमार सिद्धार्थले दरबारको सुख सयलमा नै आफ्नो शिक्षा हासिल गरेका थिए। शाक्य वंशको शासकको उत्तराधिकारीको रूपमा उनले युद्ध सम्बन्धी आवश्यक तालिमहरू पनि दरबारमा नै लिएका थिए। आफूलाई चाहिने शिक्षा र तालिम लिएसँगै 16 वर्षको उमेरमा उनको विवाह राजकुमारी यशोधरासँग हुन्छ। राजकुमारी यशोधरा सिद्धार्थ गौतमको नातेदार भित्रै पर्छिन्। यशोधराका बुबा सुप्रबुद्ध सिद्धार्थ गौतमको आफ्नै मामा थिए भने यशोधराकी आमा अमिता राजा शुद्धोधनकी बहिनी अर्थात् सिद्धार्थ गौतमकी फुपू दिदी थिइन्। छोटकरीमा भन्नुपर्दा सिद्धार्थ गौतमले आफ्नो मामा र फुपूको छोरी विवाह गरेका थिए। त्यतिखेर आफ्नो वंशको शुद्धता कायम गर्ने चलन अनुसार यो सामान्य कुरा नै थियो। विवाह गरेपछिको लगभग 13 वर्षसम्म उनले सुखमय वैवाहिक जीवन बिताए। राजा शुद्धोधनले सकेसम्म आफ्नो जेठो छोराले आफूपछि आफ्नो राजकाज चलाओस् र योगी भएर नहिँडोस् भनेर राजकुमार सिद्धार्थलाई दरबारभित्र सम्पूर्ण सुख सयल उपलब्ध गराएका थिए। दरबारको ढोका बाहिर हुने जीवनका उतार चढाव र दुःखको बारेमा सिद्धार्थ गौतमलाई केही पनि जानकारी हुँदैन थियो। राजा शुद्धोधनले महलमा राजकुमारको लागि 3वटा कमलको पोखरी बनाएका थिए। एउटा पोखरीमा नीलो कमल फुल्थ्यो भने अर्को पोखरीमा रातो कमलका फुलहरू फुल्थे, त्यस्तै अर्कोमा सेतो कमलका फुलहरू फुल्थे। उनको लागि केवल काशीमा बनेको उच्च दर्जाको चन्दन र कपडाहरू ल्याइन्थ्यो। दिन र रात सधैँ सेतो कपडाको छाताले सिद्धार्थ गौतमलाई ढाकिएको हुन्थ्यो ताकि उनलाई गर्मी, जाडो, धुलो केहीले पनि छुन नपाओस्। त्यति मात्र नभएर राजाले उनको लागि 3वटा महलहरू बनाएका थिए। एउटा महल जाडोको लागि, अर्को गर्मीको लागि र अर्को महल वर्षायामको लागि। प्रत्येक वर्षको 4-4 महिना सिद्धार्थ गौतम ती महलहरूमा बस्थे र त्यहाँ केटी सङ्गीतकारहरूले उनलाई मनोरञ्जन दिन्थे। राजा शुद्धोधनले संसारमा सबैले सुखसँग बाँचेका छन् भनेर पार्नको लागि राजकुमारको नोकर चाकरलाई पनि मासु र भात खुवाउन लगाएका थिए। जति बेला दरबार बाहिरका धनी मानिकोमा काम गर्ने नोकरहरूलाई भुस मिसाएको चामल खुवाउने चलन थियो। तर राजा शुद्धोधनको यी सबै प्रयासहरू एक दिन निरर्थक साबित हुनेवाला थियो। एक दिन उनले आफ्नो बुबा शुद्धोधनसँग आग्रह गरे, म बाहिरको संसार हेर्न चाहन्छु, म जीवनको रहस्य बुझ्न चाहन्छु बुबा। राजाले यो सुनेपछि राजकुमार बाहिर जाँदा उनी हिँड्न सक्ने बाटोहरू राम्रोसित सजाउन लगाए। राजा चाहन्थे राजकुमार बाहिर हिँड्दा उनले बाहिर हुने कुनै पनि दुःख देख्न नपरोस्। सबै तयारी पूरा भएपछि राजकुमार रथमा बसेर बजार घुम्न निस्किए। उनको रथमा उनी र उनको सारथी छन्ना थिए।
बाटोमा जाँदै गर्दा उनले एउटा कुप्रिएको, काँपिरहेको र लौरोले टेकेर हिँड्दै गरेको एक वृद्ध मानिस देखे। यो देखेर सिद्धार्थ अचम्ममा परे र उनले आफ्नो सारथीलाई सोधे, यो मान्छे किन यस्तो छ छन्ना? यसको शरीर किन कमजोर भएको छ? छन्नाले शान्त स्वरमा जवाफ दिए, राजकुमार, यो बुढेसकाल हो। हामी सबै एक दिन बुढा हुन्छौँ। कोही पनि यसबाट बस्न सक्दैन। राजकुमारको अनुहार मलिन भयो। उनले सोधे, के म पनि यस्तै हुनेछु? हो राजकुमार, हजुर पनि, छन्नाले भने। बाटोमा अघि बढ्दै गर्दा उनले फेरि अर्को विचित्र दृश्य देखे। एउटा मानिस पीडाले छटपटाइरहेको थियो। ऊ आइया र उइया गर्दै बसेको थियो भने उसको शरीर गलेको र बिग्रिएको थियो। सिद्धार्थले फेरि सोधे, छन्ना, यो मान्छे किन यस्तो छ? राजकुमार, यो रोगी हो। जब शरीर असन्तुलित हुन्छ, रोग लाग्छ। यो पनि सबैलाई कहीँ न कहीँ, कहिले न कहिले देखा परेरै छाड्छ। राजकुमारले सोध्छन्, मलाई पनि? हो, हजुरलाई पनि। उनीहरूको रथ फेरि अगाडि बढ्छ। त्यहाँ सिद्धार्थले केही मानिसहरू एक लास बोकेर हिँडिरहेको देख्छन्। ती मानिसहरू शोकमा डुबेर रोइरहेका थिए। राजकुमार सोध्छन्, छन्ना, त्यो मानिसलाई के भएको हो? छन्ना भन्छन्, राजकुमार, त्यो मानिस मरेको हो। मृत्यु अन्तिम सत्य हो। हामी सबैले एक दिन मर्नुपर्छ। यो कुरा सुनेर राजकुमार मौन भए। उनलाई गहिरो शोकले छोप्यो। उनले सोधे, त्यसो भए के म पनि मर्छु? छन्नाले भने, हो राजकुमार, यो शरीर अजम्बरी हुँदैन। तपाईँ, म, यो संसारमा भएको सबै प्राणी एक दिन अवश्य मर्छौँ। यी सबै कुराहरू देखेर विचारमा डुबिरहेका सिद्धार्थ केही अघि बढ्दा उनले एक साधारण कपडा बेरेर एक तपस्वी शान्त गम्भीर मुद्रामा ध्यानमग्न भएर बसेको देख्छन्। उनले सोध्छन्, छन्ना, यो को हो? छन्ना भन्छन्, उहाँ एक सन्यासी हुन् राजकुमार। उहाँले दुःखबाट मुक्ति पाउन आफ्नो सबै कुरा त्यागेर सत्यको खोजीमा हिँड्नु भएको छ। सिद्धार्थको मनमा बिस्तारै एउटा भावना पलायो। उनले सोचे, मैले पनि यी दुःखहरूको अन्त्य खोज्नुपर्छ। मैले पनि सत्यको खोजीमा लाग्नुपर्छ। त्यस दिनदेखि सिद्धार्थको जीवन बदलियो। अब उनी केवल राजकुमार थिएनन्, उनी अब एक जागेको मान्छे थिए। बाटोमा देखेको यो 4 दृश्यले उनलाई संसारको सत्य देखायो र त्यागको भावना बढायो। उनले त्यही समय नै सत्य र शाश्वत शान्तिको खोजीमा घर परिवार त्यागेर सन्यासी बन्ने निर्णय गरे। यही निर्णय गरेर फर्कँदै गर्दा उनले आफ्नो छोरा जन्मेको थाहा पाए। तर पुत्र लाभको त्यो खुसीमा पनि उनी खुसी हुन सकेनन्। बरु उल्टै उनलाई लागेर आयो, कतै छोरा उनले आँटेको शान्तिको खोजीलाई बाधा पुर्याउन आएको राहु त होइन। त्यही भएर खबर सुनाउन आएको दूतलाई उनले, ए राहु जन्मिएछ भनिदिए। यो कुरा शुद्धोधनले सुने र आफ्नो नातिको नाम राहुल राखिदिए। बिस्तारै सिद्धार्थमा दरबारमा रहेको सुख सुविधा, सुन्दरी पत्नी र प्रिय नवजात छोरा भन्दा बढी ध्यान मानवता र दुःखको अन्त्यको खोजी कसरी गर्न सकिन्छ भन्नेतर्फ जान लाग्यो। अन्ततः उनले सबैलाई त्यागेर शान्तिको खोजीमा निस्कने निर्णय गरे। एक रात उनले आफ्नो सारथी छन्नालाई बोलाए र कण्ठक घोडा तयार गर्न भने। कण्ठक सिद्धार्थ गौतमको सबैभन्दा प्रिय घोडा थियो। छन्नालाई घोडा तयार पार्न लगाए र अन्तिम पटक आफ्नो श्रीमतीलाई हेर्न गए। श्रीमती गहिरो निन्द्रामा सुतिरहेकी थिइन्। उनले श्रीमती र छोरालाई अन्तिम पटक शान्त मनले हेरे। यो बिदाईको क्षणमा सिद्धार्थलाई आफ्नो श्रीमती र छोराप्रति करुणा जागेर आयो। तर त्योभन्दा ठुलो करुणा उनलाई दुखी मानिस र मानवताप्रति थियो। उनले सबैलाई त्यागेर आफ्नो निष्ठावान सारथीलाई लिए दरबारबाट निस्किए। यी सबै कुरा त्याग्दा र दरबार छोड्दा पनि उनको मन गरुङ्गो भएको थिएन। बरु शान्ति र जीवनको सत्यको खोजी गर्न पाउँछु भनेर हलुका भएको थियो। उनले यसरी गरेको त्याग कुनै जीवन पुरै जिएर बुढो भएको मानिसले गरेको जस्तो त्याग थिएन, न त त्यो कुनै गरिब मानिसको त्याग थियो। यो त एकजना यस्तो राजकुमारको त्याग थियो जो सुख सुविधामा थिए, जसको सुन्दर पत्नी र नवजात छोरा थिए र उमेर पनि मात्र 29 वर्ष भएको थियो। दरबार त्यागेपछि उनले धेरै टाढा
अनोमा नदीसम्मको यात्रा गरे। अनोमा नदी पार गरेपछि मात्र उनले नदी किनारमा विश्राम लिए। त्यही नदी किनारमा उनले आफ्नो राजसी कपडाहरू खोले र सादा पहेँलो वस्त्र लगाए र साथै आफ्ना कपाल दारीहरू मुण्डन गरेर पूर्ण सन्यासीको वेश धारणा गरे। आफ्नो सबै लत्ता कपडा छन्नालाई दिए र उनलाई दरबार फर्कन आदेश दिए। त्यस पश्चात सिद्धार्थ गौतमको गुजारा भिक्षा मागेर हुन थाल्यो। उनी भिक्षा माग्दा जति अन्न प्राप्त हुन्थ्यो त्यही खान्थे अनि रुख गुफा ओडार जहाँ पायो त्यही बास बस्थे। दरबारको सुखमा हुर्केका उनलाई यो सबै कष्टकर कार्य थियो। सत्यको खोजी गर्दै उनी एक दिन महान तपस्वी आलर कालम भएको ठाउँमा पुगे र भने, मित्र कालम, मलाई तिमीले हासिल गरेको ज्ञानहरू सिकाऊ। म तिमीले सिकाएको मार्ग हुँदै पवित्र जीवन जिउन चाहन्छु। भिक्षु राजकुमार आफ्नोमा शिक्षा लिन आएको देखेर आलर कालमले खुसी महसुस गरे र भने, तपाईलाई स्वागत छ। तपाईँ जस्तो बुद्धिमान व्यक्तिले मेरो शिक्षालाई आफ्नो आत्मज्ञानबाट सहजै बुझ्न सक्नुहुन्छ। त्यसपछि सिद्धार्थ आलर कालमकोमा बसेर ध्यान गर्न थाले। उनले त्यहाँ कैयौं दिन बिताए। ध्यानमा लिप्त हुँदै उनले आलर कालम जस्तै शून्यताको अनुभव गर्न सके। तर शून्यताको अनुभवबाट उनलाई सन्तुष्टि मिलेन। उनले आलर कालमलाई गएर सोधे, मैले तपाईँले सिकाएको ध्यानको सम्पूर्ण कुरा सिकेँ, तर के यही नै अन्तिम सत्य हो त? मलाई त अन्तिम सत्यको अनुभूति नै भएको छैन। तपाईँको ज्ञान र ध्यानको सीमा कहाँसम्म हो? जसमा आलर कालम भन्छन्, मेरो ज्ञानको सीमा त यहीसम्म हो जुन तपाईँले पनि आफ्नो आत्मज्ञानद्वारा प्राप्त गरिसक्नुभयो र म त यही ज्ञानमा नै रमाएर बसेको छु। यो शून्यताको हासिल गरेसँगै तपाईँ र म समान भएका छौँ। आउनुहोस्, हामी दुई मिलेर यो सबैलाई सिकाउँ र सम्पूर्ण साधुहरूको नेतृत्व गरौँ। तर सिद्धार्थ गौतमले भने, यो शिक्षाले मलाई ध्यान गर्न त सिकायो, तर मेरो मनमा भएको माया मोहलाई हराउन सकेन। न त मलाई सम्पूर्ण पीडा भनेको के हो र यी पीडाको नष्ट कसरी गर्ने भनेर नै सिकायो। मेरो खोजी त योभन्दा पनि माथि हो। यति भनेर सिद्धार्थले विनम्रतापूर्वक आलर कालमसँग बिदा मागे। त्यस पश्चात उनी उद्धक रामपुत्रकोमा पुगे। त्यहाँ पनि उनले आफ्नो इच्छा प्रकट गर्दै भने, म तपाईँको शिक्षा लिएर पवित्र जीवन बिताउन चाहन्छु। उद्धक रामपुत्रले उनलाई विद्यार्थीको रूपमा स्वीकारे। ध्यान अवस्थामा बुद्धिमान सिद्धार्थले छिट्टै नेवसन्न नासन्य यातना अर्थात् न त चेतना छ न त छैन भन्ने चरम मानसिक ध्यान अवस्थामा पुगे। यो साधना गर्दा उनको चेतना अति सूक्ष्म भइसकेको थियो, जसलाई न त चेतन भन्छ न अचेतन। आफ्नो शिष्यले यति चाँडै आफूले प्राप्त गरेको ज्ञान हासिल गर्न सकेकोमा गुरु उद्धक रामपुत्र खुसी भए र भने, म भाग्यमानी छु कि तपाईँ जस्तो शिष्य पाएको छु। तपाईँले तपस्याको त्यो तह हासिल गर्नु भइसकेको छ। अब तपाईँ र मेरो गुरु राम समान स्तरमा हुनुहुन्छ। अब तपाईँ नै यो समुदायको गुरु बन्नुहोस्। तर सिद्धार्थको वास्तविक खोज अझै बाँकी थियो। रामपुत्रको यो प्रस्ताव सुनेपछि सिद्धार्थ भन्छन्, मैले मनलाई पूर्ण रूपमा आफ्नो बसमा राख्न त सकेँ, तर अझै पनि मेरो मनमा भएको पीडा अन्त्य भएको छैन। मोह अझै मरेको छैन। म जुन सत्यको खोजीमा छु त्यो मैले अझै पनि हासिल गर्न सकेको छैन। त्यसपछि सिद्धार्थले उद्धक रामपुत्रसँग पनि विनम्रताको साथ बिदा मागे र त्यहाँबाट निस्किए। त्यहाँबाट निस्किँदै गर्दा सिद्धार्थलाई एउटा यस्तो चेतना आयो। उनले महसुस गरे, सबैभन्दा ठुलो सत्य बाहिरको गुरुहरूबाट हासिल गर्न सकिँदैन। यो त केवल आफूले आफैद्वारा प्राप्त गरेको ज्ञानबाट मात्रै प्राप्त हुन्छ। उनको यो महसुस गराइ नै सिद्धार्थको जीवनको बुद्धत्वको यात्रामा एउटा निर्णायक मोड थियो। सबै ठाउँबाट ज्ञान प्राप्त गर्दै गए पनि आफूले खोजेको सर्वोच्च सत्य सिद्धार्थले पाउन सकेनन्। सिद्धार्थ बुद्धत्वको खोजीमा निराश भए पनि हतोत्साहित भएनन्। उनी अद्वितीय शान्तिको खोजीमा डुल्दै डुल्दै एक दिन मगध जिल्लाको उरुबेला भन्ने ठाउँमा आइपुगे। त्यहाँ उनले सुन्दर वन, बगिरहेको नदी, बालुवाको तट देखे।
त्यहाँबाट नजिकै एउटा गाउँ पनि थियो। उनले सोचे यो ठाउँ अत्यन्तै रमणीय छ, यो ध्यान गर्नको लागि उपयुक्त ठाउँ हो र भिक्षा माग्नको निमित्त गाउँ पनि त नजिकै छ। त्यहाँको शान्त वातावरण, हरियाली र सौन्दर्यले उनलाई ध्यानको लागि बस्न प्रेरित गर्यो। यता सिद्धार्थले सन्यास लिएको भन्ने थाहा पाएपछि पहिले सिद्धार्थको भविष्यवाणी गरेका कान्छा ब्राह्मण कौण्डन्य र अन्य 4 ब्राह्मण बद्दीय, बप्प, महानाम र अश्वजी पनि संसार त्यागेर उनको शरणमा आए। त्यहाँ सिद्धार्थले 6 वर्षसम्म कडा तपस्या गरे, भोकै बसे, सास प्रश्वास सम्बन्धी माथिल्ला ध्यानहरू गरे र अनेकौं शारीरिक पीडा सहे। उनी तपस्यामा यति लीन भए कि उनको शरीर हाड र छालामा मात्र सीमित हुन पुग्यो। तर जति धेरै उनले आफ्नो शरीरलाई दुःख दिए उति नै सत्य उनीबाट टाढा हुँदै गयो। महासत्यक सूत्रमा सिद्धार्थले कसरी तपस्या गरे भनेर भनिएको छ। सिद्धार्थले तपस्या गर्दा आफ्नो दाँतहरूलाई कसेर राखे, जिब्रो तालुमा थिचे र खराब विचारहरूलाई असल विचारले दबाउन धेरै नै प्रयासहरू गरे। यसरी सङ्घर्ष गर्दा उनको काँधबाट पसिना बग्न थाल्दथ्यो। जसरी एउटा बलियो मानिसले कमजोर मानिसलाई समातेर जमिनमा लडाएर नियन्त्रणमा राख्छ, त्यसरी नै सिद्धार्थ आफूलाई आफैले तपस्याको कठोर अनुशासनमा राख्न सङ्घर्ष गर्थे। उनको प्रयास अत्यन्तै कठोर र अविचलित थियो। त्यस्तो कडा तपस्याको कारण सिद्धार्थ शारीरिक रूपमा थाकिसकेका थिए। उनको शरीर पीडाले भरिएको थियो, तैपनि सर्वोच्च सत्यको खोजीमा उनी त्यो पीडाबाट कति पनि विचलित भएनन्। त्यसपछि सिद्धार्थमा अर्को विचार आयो। उनले श्वास प्रश्वास नै रोकेर अप्रश्वास समाधि गर्न थाले। उनले सत्यताको खोजीमा अति कष्टकर तपस्या गरे। श्वास रोकेर तपस्या गर्दा कहिले उनको टाउको फुटौँला जसरी दुख्थ्यो भने कहिले उनको पीठभित्र गहिरोसम्म केहीले छेडेको जस्तो पीडा हुन्थ्यो। तर जति नै पीडाले पनि उनको मनलाई र उनको अठोटलाई कुनै असर गरेन। सास रोक्दै तपस्या गर्दा तातो कोइलामा हालेर पोल्दा जस्तो पीडा हुन्छ, सिद्धार्थलाई त्यस्तै पीडा हुन्थ्यो। उनको शरीर थरर काम्थ्यो। कतिले उनलाई यस्तो हालतमा देखेर यी त मरिसके भने, अनि कतिले मरिसकेको त छैनन् तर मर्न लागेका छन् भनेर भने। तर पनि सिद्धार्थ अडिग रहेर तपस्यामा बसे। श्वास प्रश्वास विधिबाट पनि सत्य प्राप्त नभएपछि सिद्धार्थले सबै खानेकुरा त्यागेर तपस्या गर्न थाले। खाना त्यागेसँगै उनको शरीर झनै कमजोर हुँदै गयो। उनको शरीरको सबै मासुहरू चाउरिए। उनको कम्मर सुकेर छिन्नै लागिसकेको जस्तो देखिन्थ्यो। उनको मेरुदण्ड र करङको हड्डीहरू मात्र देखिन्थ्यो। उनको शरीरलाई हेरेर कसैले पनि यो मान्छे जिउँदो छ भनेर भन्न सक्दैनथे। सिद्धार्थले यस्तो कठोर तपस्या गरे, सायद त्यस्तो तपस्या कसैले पहिला गरेको थिएनन्। यस्तो पीडाको साथ तपस्या गर्दै जाँदा पनि सत्यतर्फको पाइला अलिकति पनि अगाडि बढेको थिएन। अनि उनले बुझे कि शरीरलाई र आत्मालाई पीडा गराएर कुनै पनि मुक्ति पाइँदैन। अनि बिस्तारै उनको सोच मध्यम मार्गको खोजीमा अग्रसर भयो। त्यसै बेला त्यही नजिकको गाउँकी एक सुजाता नामकी महिलाले आफ्नो पहिलो सन्तान भएपछि देवतालाई विशेष परिकार अर्पण गर्छु भनेर बाचा गरेकी थिइन् र त्यही बाचा पुरा गर्न उनी वनमा आइन्। उनले सिद्धार्थलाई रुक्मणी ध्यान गरेर बसेको देखिन्। सिद्धार्थको उज्यालो अनुहार अनि शान्त मुद्राबाट उनलाई लाग्यो सायद यिनी वन देवता हुन्। सजाताले खीर बनाएको थिइन् जुन शुद्ध र पोसिलो थियो। उनले श्रद्धापूर्वक त्यो खीर सिद्धार्थलाई अर्पण गरिन्। सिद्धार्थले पनि त्यो खीर स्वीकार गरे। यो उहाँको लागि वर्षौंको तपस्यापछि खाएको पहिलो पोसिलो भोजन थियो। यसले उनलाई शारीरिक र मानसिक शक्ति प्रदान गर्यो। तपस्वी सिद्धार्थले बिस्तारै शरीरमा पीडा दिएर गरिने तपस्या निरर्थक हुने रहेछ भनेर बुझ्दै गए। त्यतिखेरको समयमा कट्टर तपस्या र अभ्यासलाई नै मुक्तिको खोजीको बाटो मानिन्थ्यो। तर त्यस्तो तपस्याले बुद्धिमा ह्रास र मानसिक थकावट मात्र लिएर आउँछ भनेर सिद्धार्थले बुझे। यस्तो बुझेसँगै सिद्धार्थले पीडादायी अत्तिको मार्गबाट टाढा भए। उनले त्यतिखेर 2वटा अत्तिबाट बचेर ज्ञानको खोजी गर्ने निर्णय गरे। केही नखाई शरीरलाई पीडा दिएर गरिने एउटा अत्ति
र आफ्नो इन्द्रिय सुखमा लिप्त हुने, अर्को अतिबाट बचेर बिच्चको धार अपनाउनु नै मध्यमार्ग हुने उनको निष्कर्ष थियो, जसलाई उनले सुनौलो मध्यमार्ग अवधारणा बने। उनलाई त्यसै बखत बाल्यकालमा त्यो गोरु जोताई प्रतियोगिता हुँदा उनले जामुनको रुखमुनि बसेर प्राप्त गरेको पहिलो ध्यानको याद आयो। त्यतिखेर उनले शरीरलाई कुनै पनि दुःख नदिइकन ज्ञान प्राप्त गरेका थिए। उनले बुझे कि अत्याधिक थकित शरीर लिएर ज्ञान प्राप्त गर्न सकिँदैन। आत्मज्ञान हासिल गर्न शारीरिक सन्तुलन आवश्यक हुने ठानेर उनले शरीरलाई थोरै तर पोसिलो आहार दिने निर्णय गरे र केही अन्नहरू खाए। उनले यसरी अन्न खाएको देखेर उनका 5 जना शिष्यहरूले सिद्धार्थको साथ छोडे। उनीहरूले सिद्धार्थलाई विलासी बनेको, सर्वोच्च सत्यको खोजीको प्रयासलाई बिचैमा छोडेको र पुनः आरामदायी जीवन जिउन खोजेको भनेर आरोप लगाए। आफ्ना शिष्यहरूले छाडेपछि उनी एक्लै मध्यम मार्गबाट सत्यको खोजीमा लागे। अन्न खाएर आफ्नो गुमाएको शक्ति प्राप्त गरेसँगै बाल्यकालमा गरेको पहिलो ध्यानको फेरि विकास गर्न थाले। उनले चाँडै बाल्यकालमा प्राप्त गरेको ध्यान पुनः हासिल गरे र त्यसपछि गुरुहरूले सिकाएको दोस्रो तेस्रो ध्यान र साथसाथै आत्मज्ञानबाट चौथो ध्यानको पनि विकास गरे। ध्यानहरूको विकाससँगै उनले मनको पूर्ण एकाग्रता प्राप्त गरे। अब उनको मन त ऐना जस्तै भयो, जहाँ सबै वास्तविक दृष्टिकोण प्रतिबिम्बित हुन्छ। यसरी उनको विचार शान्त, सतर्क, स्थिर र अचल हुँदै गए। उनले ध्यानबाट नै आफ्नो मनलाई अघिल्लो जन्महरूको सम्झनातर्फ मोडे, जसलाई पूर्वनिवास अनुस्मृति ज्ञान भनिन्छ। पुनर्जन्म बौद्ध धर्म र परम्पराको महत्त्वपूर्ण अंश हो। त्यसैले बुद्धता प्राप्तिको पहिलो रातको पहिलो प्रहरमा बुद्धले हासिल गरेको पूर्वनिवास स्मृति ज्ञान अत्यन्त महत्त्वपूर्ण छ। यो नै बुद्धता प्राप्तिको पहिलो ज्ञान हो। यस ज्ञानद्वारा उनले आफ्ना गएको जीवनहरू सम्झन थाले। उनलाई 1, 2, 3 मात्र नभई लाखौं जन्म अघिको जीवनको घटनाहरू याद आउन थाल्यो। त्यसपछि उनलाई विश्वमा भइरहने सृष्टि र संहारको चक्रहरूको याद आउन थाल्यो। उनले धेरै विश्व चक्रहरूको अन्त्य र फेरि उदयहरू सम्झे। उनले कुन चक्रमा आफू कुन ठाउँमा थिए, कस्तो परिवारमा जन्मेको थिए, कस्तो दुःख सुख अनुभव गरेको थिए भन्ने सबै कुरा सम्झिँदै गए। फेरि त्यो ठाउँबाट बिदा भएर कुन ठाउँमा जन्मे, अनि त्यो ठाउँमा उनको नाम, परिवार, उनको जीवन भोगाई कस्तो थियो, यी सबै कुरा उनले सम्झिन थाले। यसरी उनले आफ्ना विगतको जन्महरूको स्वरूप र सम्पूर्ण विवरणहरूलाई स्मरण गरे। उनले बिस्तारै आफ्नो पहिलेको जन्ममा भएको अज्ञानतालाई हटाउँदै गएर आफ्नो मनलाई निर्मल सफा बनाए। अब उनले आफ्नो ध्यान प्राणीहरूको मरण र पुनर्जन्मको दर्शनतर्फ केन्द्रित गरे, जसलाई च्युतापापत्ति ज्ञानम भनिन्छ। त्यो रातको दोस्रो प्रहरमा प्राप्त यो नै बुद्धता प्राप्तिको दोस्रो ज्ञान हो। उनले दिव्य दृष्टिबाट प्राणीहरू एउटा जन्मबाट हराएर अर्को जन्ममा प्रकट हुँदै गरेको देखे। उनले नीच र उत्कृष्ट, सुन्दर र कुरूप, सुखी र दुखी प्राणीहरूलाई तिनीहरूको 30 जन्मको अनुसार अर्को जन्ममा गइरहेको देखे। उनले देखे जसले यो जन्ममा आफू सुखमा हुँदा पनि दुष्कर्म, दुर्वचन र दुर्विचार गरेका थिए, ती व्यक्तिहरूको मृत्युपछि उनीहरू दुःखद अवस्थाहरूमा जन्मिएका थिए। अनि जसले यो जन्ममा शुभ कर्म, सद्वचन र सद्विचार गरेका थिए, ती व्यक्तिहरूको मृत्युपछि उनीहरू सुखद र दिव्य लोकमा जन्मेका थिए। यसरी दोस्रो ज्ञान प्राप्तिसँगै उनले आफ्नो मनलाई लोभ, मोह, दुःख र अज्ञानतालाई कसरी पूर्ण रूपमा नाश गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित गरे, जसलाई आश्रवच्छेय ज्ञानम भनिन्छ। र यो नै बुद्धता प्राप्त गर्दा सिद्धार्थले हासिल गरेको तेस्रो र अन्तिम ज्ञान हो।
उनले यो ध्यानबाट दुःख के हो, दुःख उत्पत्तिको कारण के हो, दुःखको अन्त्य के हो र कुन बाटो अपनाएर दुःखको अन्त्य गर्न सकिन्छ भन्ने कुराको ज्ञान हासिल गरे। त्यसै गरी उनले विकृति के हो, विकृतिको उत्पत्तिको कारण के हो, विकृतिको अन्त्य के हो र कुन बाटो अपनाएर विकृतिको अन्त्य गर्न सकिन्छ भन्ने सम्पूर्ण ज्ञान हासिल गरे। यी ज्ञान प्राप्त भएसँगै सिद्धार्थ गौतमले 4 किसिमको आसवबाट मुक्ति पाउनुभयो। आसव भनेको पाली भाषा हो जसको अर्थ मनको अशुद्ध प्रवृत्तिहरू हुन आउँदछन्। ती 4 किसिमको आसव निम्न किसिमको छन्। काम वासनाको आसव जसलाई कामसव पनि भनिन्छ, यसलाई इङ्ग्लिसमा सेन्सुअल डिजायर अर एट्याचमेन्ट भनिन्छ। त्यस्तै दोस्रो आसव अस्तित्वमा रहिरहने चाहनाको आसव जसलाई भावासव भनिन्छ, यसलाई अङ्ग्रेजीमा क्रेभिङ फर एक्जिस्टेन्स अर बिकमिङ पनि भनिन्छ। त्यस्तै तेस्रो आसव गलत धारणा र विचारको आसव जसलाई दृष्टिसाप पनि भनिन्छ, अङ्ग्रेजीमा यसलाई रङ भ्युज अर ओपिनियनको रूपमा चिनिन्छ। र अन्तिम तथा चौथो आसव भनेको अज्ञानताको आसव हो जसलाई अविज्ञासव अर्थात् इग्नोरेन्स भनेर भनिन्छ। यो रातको अन्तिम प्रहरमा प्राप्त गरेको आश्रवच्छेय ज्ञानसँगै सिद्धार्थ गौतमले बुद्धता प्राप्त गर्नुभयो र उहाँले भन्नुभयो, म मुक्त भएँ, अब मेरो पुनर्जन्मको सिलसिला समाप्त भयो, मेरो पवित्र जीवन पुरा भयो, मैले गर्नुपर्ने सबै कार्य सम्पन्न भयो, अब यो जीवनचक्र फेरि दोहोरिँदैन। यसरी गृह त्याग गरेको 6 वर्षको लामो कठिन सङ्घर्षपछि आफ्नो 35औं वर्षमा सिद्धार्थ गौतमले बुद्धता प्राप्त गरे र उहाँ गौतम बुद्ध हुनुभयो। उहाँले कुनै अलौकिक सहारा बिना, कसैको मार्गदर्शन बिना पूर्ण रूपमा आफ्नै प्रयास र ज्ञानको उच्चतम प्रयोग गरेरै सबै किसिमको अपवित्रताहरूलाई नष्ट गर्नुभयो। उहाँ आफै एक जागृत प्राणी बुद्ध हुनुभयो।